सन्ता म्याम कस्तो हुनुहुन्छ कस्तो मजा आउँदैछ कन्यामा कति खेप आएको म हिजो अस्ति 15 दिन 20 दिन चाहिँ भयो फेरि पनि आइयो साथीहरूसँग भेटेर चाहिँ खुसी लाग्यो सबैजना आइएको छ अस्ति चाहिँ एक्लै भन्दा पनि बहिनीसँग आएको थिएँ हामी चाहिँ यहाँनिर थुक्पा खान बसिरहेको छ बसको सिक्युरिटीसँग थुक्पा खान आँटेको आउनु बित्तिकै कहीँ घुमेको छैन तर डाइरेक्ट यहाँनिर खानु बसेको किनभने हामीलाई सबलाई भोक लागिरहेको छ प्रमिला म्याम चाहिँ खाएर आउनु भएको रहेछ अनि हामीलाई चाहिँ भोक लागेको जस्तो भएर बिजी हुनुहुन्छ यता दुईजना जोताले नि कोट्याउनु पऱ्यो है प्रमिला म्याम ठिकै हुनुहुन्छ कस्तो अँधेरो पो देखेको प्रमिला म्यामसँगको भेट चाहिँ हाम्रो कति दिनको बादमा हो प्रमिला म्यामको लागि नै आएको हामी चाहिँ आज यहाँनिर म पनि खुसी छु साथीहरूसँग आउन पाउँदा एकदमै खुसी हाम्रो प्लानिङ कहिलेदेखिको होला नि साथीहरूले चाहिँ एकदमै सम्झेर मलाई एकदम हटदेखि नै सम्झेर एकदमै खुसी लाग्यो हाम्रो प्लानिङ पहिलादेखि नै 3-4 महिनादेखि नै थियो कि तर पनि त्यो भएको थिएन त्यो टक्कै मिलेकै थिएन आज चाहिँ सबैको टाइम मिलेछ टाइम पनि यति बेला ठिक्कै जुडेको रहेछ हाम्रो आउने प्रमिला म्यामसँग भेट हुने भनेर चाहिँ हामी आएको छौँ अहिले कन्याम र खाजा खानु बसिरहेको छौँ दिन चाहिँ कस्तो चिसो रहेछ थुक्पा आइसकिसकेको छ अरूभन्दा नि यो घरलाई चाहिन्छ ड्राफमा राख्नु भएको अहिले चाहिँ त्यसको माथि हुन्छ आमा कत्रो पानी लान्छ है कत्रो रहेछ थुक्पा खान सक्नुहुन्छ कसरी रहेछ नि यो दाम चाहिँ सोध्नु पर्थ्यो पहिला दाम त 200 यहाँ तलतिर चाहिँ हरियो मटरसँग दिन्छ मजाले यात्राको प्रभाव हुन्छ फोन पाइरहेछ जामा लगाएर फोटो खिच्ने प्रिन्सेस जस्तो देखे त प्रिन्सेस राम्रो देखे त उज्यालो रहेछ कि कलर अरू कलर लाउनु त एकपल्ट हेरौँ त्यसकै मुनि इटा कलर एक्टिङले देखाउँदैछ सही त मन परेन मलाई उयो नि राम्रो छ त यो माथिको यो त्यो पनि उज्यालो कलर मन परेको उज्यालो कलर मन पर्छ नि त मलाई हौ त्यो कति राम्रो छ त हौ हेर्नु त कति राम्रो देख्यो राम्रो देख्यो त्यसले अनि टाउको ठुलो भयो दानी दानी यी खप्कुलो भन्द राम्रै देखेँ राम्रै यसले खप्कुलो भन्द हो यो अरे खप्कुलो पोज यता हेरेर हौ पोज अघि यत्रो पोज गर्दा खिचिदिनु भएन ल लगेर नि हिँडेको यहाँ चाहिँ अब टोपीको भेराइटिज रहेछ भेराइटिज छोरी नानीहरूको कति राम्रो राम्रो रहेछ हौ यहाँ अनि कसरी किन्नु त कति अरे नसिनेर बोलाउँदा नि माछा ए बोल्नु सक्दैन रहेछ नि त बिचरा आँटी गरिरहेको छ आँटी हो हेर्नु त बाजे त कति कन्फिडेन्ट लेभल त्यो कति राम्रो राम्रो त त्यो लाउनु त एकपल्ट कस्तो देख्दो रहेछ यो पनि राम्रो छ त कति त्यो लगा न यो कस्तो राम्रो छ कलर पनि फेरि परेको भन बुट्टा छ नि त कलरमा पनि अन चौरी परिसकिसक्यो म त मनपर्छ जेसुकै चौरी परोस् जेसुकै चौरी परोस् याद गर्नु हुँदैन कस्तो भयो राम्रो देख्यो त यति पनि दिइहाल्छु फेरि ल मन पर्यो अरे राम्रो देख्यो के भनेको यसो भनेकोमा उयो गरेको होला धन्यवाद भनेको होला नि लिम्बूको यो चाहिँ
यो सुहाउँछ होला हौ बहिनीलाई यसले सुहाउँछ भोटे हुनु सुहाउँछ भोटे लाउने अरे बहिनीले चाहिँ म चाहिँ के लाउनु भयो दुईजना चाहिँ माथि गएको छ ड्रेस फेर्नु कन्यामको वेदर चाहिँ एकदम मजाको भइरहेको छ अहिले चिसो चिसो घरिघरि पानीको छिटो आइरहेको छ फर्स्ट टाइम अरे बहिनीको चाहिँ मेरो चाहिँ फर्स्ट टाइम है यहाँ ओर्दो चाहिँ बाटो कति ओर्दो चाहिँ कति यही बाटो हिँडेको अरे तर डिस्टर्ब गऱ्यो गाडीले खतरा खतरा पोजिँदै यहाँनिर नयाँ ह्याटमा यहाँ भिडियो गरेको छ कस्तो दामी वेदर कन्यामको नयाँ ड्रेस लगाएर मान्छेहरू सबै हिरोनी भइसक्यो हामी चाहिँ सबले आफ्नो आफ्नो कल्चरको आफ्नो कल्चर के म अर्कै जातको अर्कै लुगा उहाँ अर्कै जातको अर्कै लुगा प्रमिला म्यामले मात्रै ठिक लगाएछ कति राम्रो देख्यो पछाडि हेर्नु यो अनि रेड कलर छ नि त स्यासे भयो उकालो हिँड्दा यति हिँड्दै मान्छे त छैन रहेछ नि त बिहान बिहान हिँड्छु भन्ने यो पारा हिँड्नु त हिँड्छु नि अब त कहाँ देख्छ अन्त जिउ कत्रो छ त फोटो खिच्न जाँदैछौँ हामी चाहिँ अहिले उकालो उकालो चिया बगानमा कन्याम आएर यति गरेन भने त फेरि यो ड्रेस लगाएन भने त त्यो उयो नै हुँदैन भ्यालु हुँदैन कन्यामाको त्यही भएर चाहिँ हामी अल्छी लाग्दै भने ड्रेस चाहिँ लगाएको कि तर अर्कै खतरा यहाँनिर चाहिँ भिडियो हुँदैछ हाम्रो कस्तो दामी वेदर भइरहेको छ यहाँ हेर्नु नि यतै बस्नु मन लाग्यो टिकटक गएको छ यता मेरो फोनमा चाहिँ दुईवटा बनाइसकिसकेँ कपालै मिल्दैन रहेछ हौ यो चाहिँ नेवारीको चाहिँ मेन है नेवार श्रेष्ठहरूको तर यो डुप्लिकेट हो देख्नु सक्नुहुन्छ कस्तो राम्रो हुन्छ यसले गर्दा लगाएको मैले ड्रेस नभए लाउँथिनँ कि म कता कता खाँदैछ यो क्लिप कपाल मेरो त जिरिङ हुन्छ भाडा नलिए पो ल ठिक छ नि कपडाको भाडा लिने नै हो तेल लाउनु भन आज नुहाउनु बित्तिकै तेल चाहिँ अलिअलि सिरम लगाएको हुन्थ्यो नि कपालको बेहाल भयो मेरो कपाल लट्टा परेर डर लाग्दो भएछ मेरो काङ्गे चाहिँ ल्याएर सब थोक्लाई काङ्गे ल्याउनु बिर्सेछु उता परबाट आउँदाखेरि उठाएको चाहिँ बनाउनु भयो नि खालि यही मात्रै लुगा बनाएर खोलेर राखेर हाम्रै लुगा बनायो 150 अदाई गरेको हामीले पुरै साँच्चै हावाले तपाईँको कपाल केही नलगायो नि त फेरि चिसो सेरम लाउनु पर्छ अलिअलि वर्षौँ दिनको बादमा चाहिँ अरूले कपाल बाँध्दै कि यसरी थाहा नै छैन बिर्सिसक्यो कपाल कोर्दैकोहरू कस्तो पहिलाको यादहरू आयो यसरी कोरिदिन्थ्यो नि पहिला कति रात यसरी नकोरेको कस्तो मजा आयो हामी कपाल कोर्नु खेल्यौँ स्कुलमा कस्तो सन्चो भयो लटान त फुट्यो नि त धन्यवाद कसो गरौँ त लु खतरा टिप्स चल्दैछ यता हामीलाई टाइम दिनु त लु वेदर कपाल हेर्नु नि मेरो पानी चिप्लिन्छ र रातो माटोमा पानी आयो साडी ओजेर मर्छ होला ग्यार लागेन यस्तो दामी हेर्नु त वेदर यस्तो छ पारा 150 पढाइ गरिसक्यो अब खतरा यहाँनिर ग्लास लगाएर चाहिँ अब सन ग्लास लगाएर चाहिँ यहाँनिर उस्सै लागेको ठाउँमा चाहिँ यहाँनिर हो हामी फोटो खिच्न आँटेको के भयो अरे कस्तो भयो के भयो त्यो नेवारी उयो झुम्का हेर्नु न खाएर मलाई मामा उहाँहरू चाहिँ दिदी बहिनी हुनुहुन्छ यहाँनिर यता जेठी यता माइली म कान्छी तपाईँ कान्छी ल
यसरी भन्नु ल मलाई पहिला खाँदा यहाँ मोमो कस्तो मिठो पाएको थियो नि त त्यही भएर एकपल्ट फेरि टेस्ट गरिदिउँ भनेर चाहिँ खानु आँटेको मोमो भेज मोमो इस्कुसको म र शान्ता म्याम चाहिँ उहाँहरू चाहिँ नखानु हुने अरे दुईजना ठेला गाडीमा मिठो पाउँछ तातो होला है जिब्रो पिल्छ कस्तो मिठो कस्तो सफ्ट हुन्छ त कस्तो मिठो सादा छ कि मिठो हुन्छ घोडाहरूलाई पनि साह्रै निन्द्रा लागेछ चढ्दैन घोडा माया लाग्यो त्यही यहाँ बस्ने ठाउँ उयो माथितिर खुल्लामा उयो रहेछ तल छेउमा नजान्नै लात्तीले हिर्काउँछ यहाँ बसौँ न यता उयो माथितिर जाउँ न कन्याम लेखेको ठाउँमा पान पनि खाइयो कन्यामको तर साह्रै सानो सानो पाउँदैछ तर त अत्रो पाउँछ मिठा पान डालोको जस्तो मिठो त हुँदैन सुपारी हाल्छ एउटामा तितौरा लिनुहोस् न मैले अस्ति एकपल्ट काँक्रे भित्तामा किनेको थिएँ कि कस्तो मिठो खालको आएको थियो तितौरा त्यो तितेरीको थियो क्या हो त्यो चाहिँ मैले खाएको यो चाहिँ कोही पनि के को दाना मैले अस्ति खाएको त तितेरीको थियो कम्ता मिठो थिएन तितो तितो छ त नि जलको होला जल गइरहेको जल पाइ कन्या हो यहाँ माथि चाहिँ हामीलाई जानु अल्छी लाग्यो र हामी गएको छैन यो माथि चाहिँ उकालो उकालो छ नि त चारैजना अल्छीको राजा हिँड्नु अल्छीले गर्दा यहाँ माथि चाहिँ जानु नजाने र हामी चाहिँ अलिकति माथि गएर बस्नु पऱ्यो भनेर यहाँ जाँदैछौँ ₹50 को गेम अरे यो चाहिँ एक गोल हालेको चाहिँ ₹50 जित्यो भने चाहिँ 200 अरे जोसाको माइली जानु रहेछ यहाँ हान्नु माइली त्यो कस्तो तरिकाले राखेको रहेछ नि क्लास राख्ने तरिकै छड्के छ होला है के टेक्निक त होला हानेको यो पो राम्रो आइडिया निकालेको त है बहिनी कस्तो भयो 50 गरे एकचोटि अनि इल्याउँ त कान्छु खै एकपल्ट हेरौँ अझ लडाइस पुगेन नि यसको पावर के राम्रो फुलेछ हामी चाहिँ यता साइड जाँदैछौँ यहाँ एकछिन रेस्ट गर्नु अल्छी लागेर पहिला आउँदाखेरि हामी चाहिँ यस साइड गएको थियौँ नि त गएर मजाले यहाँ तलबाट यहाँ नर्सरी पनि छ नि यहाँ नर्सरी छ दामी दामी फुलहरू तर यहाँ हुने तल हुँदैन त्यही भएर चाहिँ तल हुने मात्रै लानु पर्छ प्लेन्समा बस्ने बानी भए चाहिँ उकालो त बस्ने ठाउँ खोज्दै गएको अरे यहाँ माथि पहिला त प्रोफाइल ल्याएर आएको त्यो मजाले बसेको थिएँ यहाँ आइसोलोको बोट रहेछ आइसोलो चाहिँ फलेको छैन रहेछ यस्तो आराम गर्नु आएको अरे
जुगा लाग्ला जुगा जुगा लाग्दैन होला है च्यापच्याप टाँसिरहेको हुन्छ टाँसिरहेको छ भने त के गर्नु टोइलेटहरू गरेको होला है कुकुरहरूले कुकुरले मान्छेले सु गर्छन् होला नि आउँदै कति सुति पनि अरे यहाँ बुढी बुढी मान्छे जस्तो बोलेर उमेरले गर्दाखेरि हामी त खालि यस्तो कहाँ राखेँ शान्त ठाउँ खोज्छौ तल फालेर आराम गर्ने मैले उता राखिदिएको तपाईँ हातमा होइन यहीँबाट मेरै हातबाट आयो किनभने बाँधिन्छ होला भनेर नि ए भेट्दैन अब कहाँबाट बाँच्नु